यसरी नै हजुरहरूलाई सानो जानकारी मैले यो टोयलेट अर्थात् वाशरूम भनेर बुझिन्छ है सेफ्टी ट्याङ्की खोलेको छु है। यो लगभग यो सेफ्टी ट्याङ्की चाहिँ 18-19 वर्षको हो। यो सेफ्टी ट्याङ्की चाहिँ मैले चाहिँ नयाँ टोयलेट बनाएर सेफ्टी ट्याङ्की चाहिँ युज गर्नु छोडेको चाहिँ तपाईको लगभग 3 वर्ष। तर यो चाहिँ घु चाहिँ यहाँ माथि थियो तर यो घटेर यहाँ अहिले चाहिँ तपाईको यो मल यो ढुङ्गामा तपाईहरुलाई अब यो एउटा के हुन्छ कि हुँदैन भनेर ट्राई लाउँदैछु। तपाईको यसमा चाहिँ अरेन्ज रोप्दैछु बिउवा अलरेडी दल राखेको छु अन्त यसमा चाहिँ अब अरेन्ज रोपिँदैछ दलको लागि हजुरहरुलाई युज गर्दैछु। तर मल एकदम राम्रो भएको छ। टक्कै अब सानो बिरुवा हो सिन्तोलाको लगाइसक्यो। गाह्रो छ चडक्कै बनाएर राखेको छु है। यस्तो बिहानको फेसमा चाहिँ अब यिनीहरू बिरुवाहरू सिन्तोलाको बिरुवा अबदेखि उपरान्त मैले यहाँ बिउ राखेको छु सुनको तोलाको तपाईको 180 बोट सिन्तोलाको बिरुवा। यसपालि यसलाई यो गर्दैछु के भनौँ भन्दा यसलाई अब के भने चाहिँ अब ट्राई गर्दैछु। पहिला सबै मासिसक्यो अब यसपालिदेखि ट्राई गरिँदैछ सिन्तोलाको बिजन नर्सरी भनौँ राखेर ट्याप्प राखिया छु। ठकठक उता यता गरेर तपाईको 180 पटमा चाहिँ छ हेर्नुस् ल। यसो अब गाउँले जिन्दगीको फेसबुक फाइनली मेरो सिन्तोलाको बिउलाई फाइनली सकेर अब चाहिँ यहाँ यसरी गार्डन बनाएको छु। ठिकै पानीको सिजन पनि भेटेकै छ। अब यो लगभग मङ्सिरमा दल राखेर यसलाई सुर पारेर ठक्कै राखिएको छ। यहाँ चाहिँ फेरि सिन्तोला चाहिँ अब वर्षुङमा चाहिँ एकदम लामो नै हुने रहेछ। तपाईँलाई देखाउँदै थिएँ है सुरुदेखि अन्तिमसम्म बिउलाई म कसरी भनौँ है म्यानेजमेन्ट गरेको थिएँ हजुरहरूलाई देखाइरहेको थिएँ। यसमा चाहिँ तपाईहरुलाई घुको मल भनौँ न है सिधै के कुरा है। घुको मलले चाहिँ अब यति साललाई के गर्छ भनेर सिन्तोलालाई है अरु मल भन्दा पनि अब घुको मलले चाहिँ निकै राम्रो बिरुवाहरू चाहिँ अब यतिको भएको छ। हजुरलाई नेक्स्ट टाइम अब यो यसलाई म सारिसक्छु तपाईलाई म देखाउने रहनेछु गाउँले जिन्दगीको फेसबुक माध्यमबाट। हस् त यो चाहिँ अन्तिम मेरो बिरुवा राखाइ है यो चाहिँ लस ओके।